पहिलाको जस्तै होइन योपालि पनि मेरो भ्लग आइसकेको छ अनि यो भ्लगमा चाहिँ म सिकाउन गइरहेको छु हाउ टु बी एस्थेटिक एन्ड कुल। फर्स्ट अफ अल बोनस ट्रिप तिहारमा बाह्र पड्काउनु हुँदैन, सँगै उडाउनु पर्छ। रुल नम्बर 1 होइन, हामी एस्थेटिक बन्नलाई हाम्रो ब्याकग्राउन्ड पनि एस्थेटिक हुनुपर्छ। तर यस्तो झिलिमीमा बस्नु हुँदैन। तर म देखाउन गइरहेको छु कस्तो हुन्छ एस्थेटिक लाइटहरू भनेर। खोइ त हो यो एस्थेटिक घर त भेट्दैन त। हिँड्दा हिँड्दा यहाँ खुट्टा दुखिसक्यो। 100 किलोमिटर हिँडिसकेपछि होइन एउटा बल्ल एउटा एस्थेटिक घर भेटायो होइन। ल हेर्नु त कस्तो खतरा घर हो नि त, ठ्याक्कै एस्थेटिक छ। रुल नम्बर 2 होइन, एस्थेटिक मान्छे हुने हो भए आफ्नो जुत्ताको सुलेस कहिले नबान्नु होला। हेर्नुहोस् रुल नम्बर 3 चाहिँ होइन, अनि यसो एस्थेटिक हुनलाई होइन हाम्रो पोजहरू पनि यस्तो एस्थेटिक हुनुपर्छ होइन। सो म देखाउन गइरहेको छु पोजहरू कस्तो हुन्छ। फर्स्ट पोज चाहिँ होइन यसो भ्यूहरू फोटो खिच्ने। सेकेन्ड पोज चाहिँ होइन यस्तो रुखहरूमा अडेस लाएर बस्यो अनि एउटा खुट्टा यस्तो राखेर। फोर्थ पोज चाहिँ होइन ज्याकेट बिचमा हाल्ने अनि यसरी पोज दिने। अनि हजुरहरू चाहिँ साइडमा हेर्नु होला किनकि हजुरहरूको मुख राम्रो छैन। सो मेरो चाहिँ राम्रो छ, म सिधा हेर्छु। रुल नम्बर 5 चाहिँ होइन मम्मीले भनेको नराम्रो बाटो कहिले नहिँड्नु। सो म एस्थेटिक बाटो हिँड्दैछु। Nothing is permanent in this world. So rule number 6 चाहिँ होइन भ्लग एन्ड हुँदैछ। सो बाई बाई। Be cool and aesthetic.